सुनवाई कार्यक्रम। पानी मजुर छ त्यसलाई पुरा हुनु पर्यो। अब अर्कोमा हजुर विकासको होइन त वडा नम्बर 9 द्वारा आयोजित यो सार्वजनिक सुनवाई कार्यक्रम निर्धारित समयभन्दा केही समय ढिलो हुन गएकोमा हामी क्षमा चाहन्छौँ। सर्वप्रथम यो गर्मीमा पनि आफ्नो यता कामहरू सम्पूर्ण छोडेर आउनुभएका सम्पूर्ण मानदण्डहरूलाई म नगर सचिवको तेललामी छानेको तर्फबाट न्यानो अभिवादन स्वीकार्नुहोला। आज यस वडाद्वारा आयोजित यो सार्वजनिक सुनवाई राष्ट्रिय स्वतन्त्र पार्टीका यसै वडाका वडा सभापति राजन बर्दवाजीलाई सभा अध्यक्षता गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी प्रमुख अतिथि आजका आकर्षण व्यक्तित्व क्षेत्र नम्बर 1 का राष्ट्रिय स्वतन्त्र पार्टीका माननीय आदरणीय प्रकाश गौतमज्यूलाई आफ्नो आसन ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। त्यसै गरी विशिष्ट अतिथिको रूपमा हामीले यसै वडाका वडा अध्यक्ष सुकान्त केसीज्यूलाई पनि आमन्त्रण गरेका थियौँ। उहाँ अनुपस्थित भएर राणा मगर वडा सदस्यज्यू आउनुभएको छ, उहाँलाई पनि आसन ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। त्यसै गरी हामीले वन तर्फबाट पनि बोलाएका थियौँ, वन अफिसबाट। हामी आसन ग्रहणलाई निरन्तर जारी नै राख्नेछौँ। त्यसै गरी हामी सुरक्षा प्रमुख यहाँको 9 नम्बरको हेर्ने उहाँहरूलाई बोलाएका थियौँ, उहाँहरू पनि सायद आउनुहुन्छ होला। त्यसै गरी हेटवडा सिमेन्टलाई पनि खबर गरेका थियौँ, उहाँहरू पछि आउनुहुन्छ, आसन ग्रहण गराउनेछौँ। त्यसै गरी बेदखोल्ची सामुदायिक वनका तर्फबाट तुलसी सुवेदी आउनुभएको छ, उहाँलाई पनि आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी कुटेनी सामुदायिक वनबाट विष्णु पाण्डेज्यू आउनुभएको छ, उहाँलाई पनि आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी 24वटा टोल विकास संस्था, यस 9 नम्बरमा 24वटा टोल विकास संस्था रहेको छ। सबै टोल विकास संस्थाबाट पाल्नुहुने सबैजना प्रतिनिधिहरूलाई म एकमुष्ट आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट क्षेत्र नम्बर 1 का क्षेत्रीय सभापति आदरणीय टाक्रा थापाज्यू आउनुभएको छ, उहाँलाई पनि आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी किशोर अर्याल सर हुनुहुन्छ हाम्रो जिल्ला सल्लाहकार, उहाँलाई पनि आफ्नो आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी देवनारायण लामी छाने क्षेत्रीय सभापति पनि आउनुभएको छ, उहाँलाई पनि आफ्नो आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी सतीक्षा लेख्ने क्षेत्रीय सदस्य हुनुहुन्छ 1 नम्बर तर्फबाट, उहाँलाई पनि आफ्नो आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी बच्चुराम सुवेदी जिल्ला वन अधिकृतज्यू उहाँ पनि आउनुभएको छ, उहाँलाई पनि आफ्नो आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी आसन ग्रहण कार्यक्रममा हेटवडा उपमहानगरपालिकाका राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति ध्रुवबहादुर विष्णुज्यूलाई पनि आफ्नो आसन ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। त्यसै गरी नगर उपसभापति हरिबहादुर कुमारज्यूलाई पनि आफ्नो आसन ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। त्यसै गरी आसन ग्रहणकै क्रममा सुरक्षा निकायका हाम्रा सुरक्षाकर्मी साथीहरूलाई पनि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु।
प्रहरी सहायक निरीक्षकज्यू भित्रै आएर आसन ग्रहण गरिदिनु होला। त्यसै गरी आसन ग्रहणकै क्रममा सम्पूर्ण यस वडाको स्थानीय एवं सरकार राख्ने सम्पूर्ण स्थानीयवासीहरूलाई पनि एकमुष्ट आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी यहाँ हामीले 4 नम्बरको वडा सभापति जो प्रवीण पुसाई उहाँलाई पनि आफ्नो आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी विभिन्न वडाबाट पाल्नुभएका र यसै वडाका सम्पूर्ण महानुभावहरूलाई एकमुष्ट आसनको लागि म हार्दिक अनुरोध गर्दछु। आज यस हाम्रो 9 नम्बरद्वारा आयोजित सार्वजनिक सुनवाई कार्यक्रम संस्थाका सम्पूर्ण सदस्यदेखि उपस्थित हुनुभएका सम्पूर्ण आमाबुवा दिदीभाइ बहिनीमा हार्दिक स्वागत गर्दछु। स्वागतम स्वागतम स्वागतम। धन्यवाद प्रकाश अधिकारी सर, उहाँले स्वागत मन्तव्य राखेर जानुभयो। हामी कार्यक्रमलाई औपचारिक रूपमा सुरु गर्दैछौँ। त्यसैले राष्ट्रिय गानद्वारा हामी कार्यक्रम सुरु गर्दैछौँ। कृपया आफ्नो ठाउँमा उठेर राष्ट्रिय गानमा सहयोग गरिदिनुलाई स्वागत मन्तव्यद्वारा यस कार्यक्रमलाई स्वागत मन्तव्य प्राप्त गर्नुभएका विभिन्न वीर शहीदहरूप्रति हामी 1 मिनट मौन धारण गर्नेछौँ। कृपया आफ्नो ठाउँमा उठेर मौन धारण गरिदिनु होला। समय सुरु हुन्छ। सम्पूर्ण आफ्नो 21 जना सन्तानहरूलाई फेरि पनि आग्रह गर्दै आज यस सार्वजनिक सुनवाई कार्यक्रममा हामीले विभिन्न पक्षका सडकबाट व्यक्तिहरूलाई पनि आमन्त्रण गरेका थियौँ। त्यसै क्रममा हाम्रो क्रम पनि जारी नै छ। जानकारी गराइदिनुमा म यसै वडाका स्थानीय र राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्लाका सल्लाहकार किशोर अर्याल सरलाई आजको यस कार्यक्रमको बारेमा उजागर गरिदिनुमा म हार्दिक अनुरोध गर्दछु। धन्यवाद सचिवजी। आज यस राष्ट्रिय स्वतन्त्र पार्टी 9 नम्बर वडा कमिटीले आयोजना गरेको सार्वजनिक सुनवाई कार्यक्रमका सभाध्यक्षजी, प्रमुख अतिथिको रूपमा आसीन रहनुभएका यस क्षेत्रमा रहेका मान्य प्रकाश गौतमजी लगायत हाम्रा पार्टीका नगर सभापति, उपसभापति, क्षेत्रीय सभापति लगायत यसमा आसीन विभिन्न महानुभावहरू र यस हेटौँडा 9 नम्बर वार्डमा रहेका विभिन्न टोल विकास संस्थाबाट उपस्थित पदाधिकारी लगायत आम हेटौँडा 9 नम्बरवासी सम्पूर्णलाई मेरो दिवाकालीन नमस्कार स्वीकार्नुहोस्। नमस्कार। हामीले विभिन्न तहमा समस्याहरू राख्ने गरेकै छौँ। कहिले वडामा राख्छौँ, कहिले प्रहरी चौकीमा राख्छौँ, कहिले वन कार्यालयहरूमा राख्छौँ, कहिले स्थानीयसँग राख्छौँ, कहिले सभा संस्थामा राख्छौँ। तर यो समस्या राखिरहने र सुनिरहने मात्रै प्रवृत्ति धेरै भयो र सार्वजनिक सुनवाईको नाममा पनि कस्ता कस्ता कार्यक्रमहरू भयो भन्दा कहीँबाट बजेट आउँछ, त्यो बजेटलाई चाहिँ व्यवस्थापन गर्नलाई सार्वजनिक सुनवाई कार्यक्रम राखिन्छ र सार्वजनिक सुनवाईमा उठेका कुराहरूलाई रेकर्ड पनि गरिँदैन र त्यसलाई समस्या समाधान गर्ने निकायको हो त्यसलाई फलोअप गर्ने र त्यो समस्या समाधान नभएसम्म त्यसलाई चाहिँ एउटा पेन्डिङ इस्युको रूपमा राखिरहने प्रवृत्ति पनि देखिँदैन। धेरै सार्वजनिक सुनवाईहरू हामीले देख्यौँ। त्यस कारण हामीले चाहिँ अहिले यो पार्टीले परिकल्पना गरेको सार्वजनिक सुनवाई कार्यक्रम चाहिँ आज कार्यक्रमको लागि कार्यक्रम मात्र नभएर आज हेटौँडा 9 नम्बरवासीले भोग्नु परेका समस्याहरू के हो। यहाँ बाँदरको आतङ्क छ, चित्तलको आतङ्क छ। अस्तिसम्म त हामी चितुवाको आतङ्कबाट पीडित थियौँ। सायद यो हेटौँडा कपडा उद्योग यसरी सिमेन्ट फ्याक्ट्री चल्न थाल्यो र झाडी अलिअलि फाड्न थाल्यो त्यो चितुवा पनि तर्सियो के हो। यहाँ त मान्छे पो बस्दा रहेछन् भन्ने सन्देश गएको भागेको जस्तो छ।
अहिले चितुवाको हल्ला सुनिएको छैन। त्यस कारणले अब यहाँ हेटौँडा सिमेन्टको यति ठुलो एरिया छ, यो ओपन एरिया, नौले कम्पाउन्ड वाल गरेर राख्छ र यहाँ झाडीहरू फैलिएको छ। यो झाडीमा लागु औषधका घटनाहरू घटिरहेका छन्। त्यसै गरी मकवानपुर जिल्ला नेपालकै सबभन्दा ठुलो लागु औषधको हब हो र त्यो मकवानपुर जिल्लाभित्र पनि अझ हेटौँडा 9 चाहिँ सेन्ट्रल पोइन्ट हो भनेर यो देशैभरि फैलिएको कुरा छ। यति धेरै समस्याहरूमा माझ हामी यहाँ बसिरहेका छौँ। अहिले बाँदर आतङ्कको कारणले मान्छेले खनजोतै गर्न छोडेर बारी बाँझो राखेर चाहिँ अब बाँदरले केही गर्न दिँदैन, केलाई खेती लाउनु भनेर खालि घरमा पालेको खानेकुरा पनि खान नपाउने किसिमको पोजिसन 9 नम्बर वडामा अहिले धेरैले भोगिरहनु भएको छ। यी समस्याहरू धेरैचोटि धेरै ठाउँमा राख्यो तर समाधानका उपायहरू खोजिएन। त्यस कारणले हामीले परिकल्पना गरेको यो सार्वजनिक सुनवाईले चाहिँ समस्या राख्ने मात्र होइन, तपाईँले समस्या राखिसकेपछि त्यो समाधान भयो कि भएन भनेर फलोअप गर्ने एउटा निकाय पनि हामी बनाउँछौँ र यसलाई आजको कार्यक्रमलाई जसका समस्या छ ती सबैको हामीले रिकर्डिङ पनि राख्छौँ, रिटर्न फर्ममा पेपरमा पनि राख्छौँ, भिडियोमा पनि राख्छौँ र यो समस्या समाधान गर्ने निकाय भनेको त्यो निकायको ढोका घचघचाउने काम पनि गरेर चाहिँ यसलाई समाधानै गर्नुपर्छ भनेर यो एउटा मकवानपुरमै ऐतिहासिक रूपमा सुरु गरेको सांसद सहितको पहिलो सार्वजनिक सुनवाई कार्यक्रम हो र यो सार्वजनिक सुनवाई कार्यक्रम एउटा स्याम्पलको रूपमा हामीले यहाँ प्रस्तुत गरेका छौँ। यसलाई हामीले समस्या समाधानको त्यो अन्तिम बिन्दुसम्म लैजाने प्रणसहित अगाडि बढेका छौँ। तपाईँहरू यहाँहरूले आज निर्धक्क भएर आफूले भोग्नु परेको समस्याहरू जस्ताको तस्तै, म त भन्छु सम्बोधन पनि आवश्यक छैन। आज तपाईँ यहाँ कसैलाई मान सम्मान या सम्बोधन गर्न आउनु भएको होइन, तपाईँहरूले आफ्नो समस्या राख्न आउनु भएको। त्यसकारण सम्बोधनमा पनि समय बर्बाद नगर्नु होला। स्ट्रेट पोइन्टमा एउटा पहिलो सेन्टेन्स पहिलो शब्द नै तपाईँको समस्याबाट सुन्नुहोस्, समस्या राख्नुहोस्। त्यो समस्यालाई हामी नोट डाउन पनि गर्छौँ, भिडियो रेकर्ड पनि गर्छौँ र यो समस्या समाधान गर्ने निकायको ढोका घचघचाउने काम पनि गरेर समस्या समाधान गर्ने बाटोतिर हामी अग्रसर हुन्छौँ भन्ने प्रणसहित आजको यो कार्यक्रम हामीले हेटौँडा मकवानपुर जिल्लाको हेटौँडा 9बाट सुरु गर्दैछौँ र यो कार्यक्रम हामीले 102वटै वडामा गर्ने हिसाबले अगाडि बढ्दैछौँ। पहिला हामी क्षेत्र नम्बर 1 को 40वटा वडा गर्छौँ, त्यसपछि क्षेत्र नम्बर 2मा पनि हामी यो कार्यक्रमको आह्वान गर्नेछौँ र यो कुरालाई तपाईँहरूले हृदय मङ्गे गर्दै आज तपाईँहरूसँगको यहाँ जमघट भनेको तपाईँका समस्या सुन्नको लागि हो। त्यस कारणले एकदमै नहिचिचाइकन कसैलाई बोल्नलाई अप्ठ्यारो लाग्छ भने तपाईँलाई हामी पेपर दिन्छौँ, पेपरमा लेखेर दिनुहोस्। जसरी हुन्छ आज तपाईँको समस्या हामी सुन्न लगाएका छौँ र समस्यालाई चाहिँ जस्ताको जस्तै राखिदिनु हुन हार्दिक अनुरोध गर्दै म यहाँबाट बिदा हुन्छु। हस्, धन्यवाद। डम्पिङ साइड चाहिँ तपाईँको चाहिँ हाम्रो वडा 19 नम्बर वडा छ बसमाडी, 18 नम्बर वडा छ भूमि गाउँभरिको फोहोर ल्याएर 10 नम्बर वडामा ल्याएर चाहिँ बजारको सिटीमा ल्याएर फालेर अलिक सुन्दर बजार बनाउँछु, हेटौँडा गाउँको बनाउँछु भनेर यो भाषा चाहिँ अब गलत जस्तो मलाई लाग्यो। फर्स्टमा त तपाईँको त्यहाँको मेन त्यो भन्दा पहिला चाहिँ फरेस्ट्री तपाईँको कलेज छ, त्यत्रो ठुलो कलेज छ। त्यहाँ आजभन्दा 1.5 वर्ष अगाडि त्यहाँ एउटा चितल चाहिँ तपाईँको प्लास्टिक खाएर अड्केर मरेको थियो। त्यही भएर तपाईँको फर्स्ट कुरा यो भयो। सेकेन्ड कुरा मेरो के छ भने हामीले हेटौँडा सिमेन्ट फ्याक्ट्रीको मेन गेटबाट चाहिँ हाम्रो यो जुन अहिले जेन्टीबाट बाटो बनाएको छ त्योबाट एउटा 2टा टर्निङ छ। 2टा टर्निङमा हाम्रो मालिकले मुख्यमन्त्रीसँग कुरा राख्दै हुन्छ 2टा सिसा चाहिँ यो बिरखण्डीको यता रोडबाट राखिदिनु पऱ्यो हुन्छ। 2टा सिसा चाहिँ हामीले यता रोड पठाइदिनु पऱ्यो पहिलो है, अनि त्यहाँ त अलिकति लाइट पनि राखिदिनु पऱ्यो। त्यसको लागि चाहिँ केही कुरा हुनु भयो। अनि ऐनाहरू हेर्दा यो त गरौँ न, त्यो सामान्य कुरा हो। अनि मैले तपाईँहरूलाई एउटा कुरा चाहिँ सोध्न चाहेँ, सिमेन्ट फ्याक्ट्रीको बाटो सिधा अहिले जे आन्दोलनमा फुटाएर बनाएको छ, के त्यो जायज छ कि त्यतिकै छोड्ने हो कि त्यसलाई कम्पाउन्ड गर्नुपर्छ, के छ तपाईँहरूको धारणा? त्यसलाई बाटै खोल्दा ठिक हो, पर पहिरो जाने बाटो त्यही हो। अनि यो कुरामा के छ तपाईँहरूले धारणा बुझौँ होइन, 13 नम्बरको धारणा थियो त्यो चाहिँ उताको चाहिँ सिधा यो बाटो सिधा भइदियो हुने भन्ने छ होइन, बाटो खुल्दै दिँदा ठिक हो।
चाहिँ यो बारेमा फेरि छलफल गरौँ न। त्यो तपाईँको त्यो समस्या चाहिँ सिङ्गो कान्ति लोकपन्थी यो भिम्बेदीको बाटोदेखि सबैमा मैले मुख्यमन्त्रीलाई पनि भनेको छु, उहाँले पनि केही केही सोच्नुहुन्छ, त्यो सँगसँगै यो नि गरौँ न है त। त्यति आउँदैन है। म चाहिँ एकदम धेरै बाँदरकै कुरा हो, व्यापकै बाँदर हो। यो धेरै ठाउँमा कुरा पनि आइसकेको छ। मनबाट नि खासै त्यस्तो पहल भए जस्तो मलाई लागेको छैन। मेरो ससुरा झन्डै 80 वर्ष जस्तो हुनुहुन्छ, मलाई 3 चोटि रोकिसक्यो। हामी बाहिरबाट केही सामान किनेर लिएर गयो भने हामी घरभित्र बस्न सक्ने स्थिति छैन। मलाई अर्को केही चाहिँदैन। मेरो 6-7 वटा जमिन भाँदै छ। मलाई फोनबाट यसो 10-20 वटा कागज दिनु भनेको थियो भन्ने मान्छेहरू यहीँ हुनुहुन्छ। म त्यो पनि रोपिनँ, त्यो आँखामा छारो हाल्यो म लिँदैन भने मलाई चाहिँ बाँदर निरीक्षण गरिदियो भने मलाई त्यहाँ दुःख हुन्थ्यो। अहिलेसम्म यस्तो गरेर चाहिँ गरियो मेरो पढ उठ्यो भने अहिलेसम्म एउटा कार्यक्रम नै भएको छैन। त्यहाँ बाँदरकै व्यापक हामी त्यहाँ धेरै घर पीडित छौँ, धेरैजनालाई टोकिसकेका। त्यही भएर बाँदर नै यसको चाहिँ उ गरिदिनु पऱ्यो भनेर म हजुरहरूमाथि 2 कुरा राख्न चाहन्छु। ल हस् त। भर्खरै निर्वाचित हुनुभएको प्रकाश गौतमज्यूलाई चाहिँ धन्यवाद दिँदै म चाहिँ पोलको चाहिँ यहीँ घटना चाहिँ प्रत्यक्ष रूपमा देख्ने नै परेँ होइन। जुन यहाँ अब निर्गुमा पण्डित यहाँ चाहिँ अब प्रत्यक्ष रूपमा पनि कस्तो भने यो चाहिँ रातको घटनाहरू त यहाँ देखेको हुँदैन होइन। जसरी भनेको सुनिन्छ रातको घटनाहरूलाई देखिरहेको हुँदैन। यहाँ चाहिँ राति चाहिँ चित्तलदेखि लिएर त्यो चित्तलले चाहिँ पुरा बाटोमा दुर्घटना समेत भइरहेको छ होइन। पटक पटक मान्छेहरू चाहिँ 2-3 बजे चाहिँ यिनीहरू दुर्घटना भएर चाहिँ हस्पिटल जाने अवस्था आएको छ। अनि त्यसपछि रातको 1-2 बजे चाहिँ यहाँ चाहिँ एकदम लाउ औषधिको अखडा भएको छ। गाडी आउने रातमा होइन। हामी आइमाई केटाकेटीलाई चाहिँ एकदम के बस्न पनि असहज जस्तो भएको छ यहाँ। अनि भन्दा अन्यथा नपरोस् सुरक्षाकर्मीहरूलाई पनि मैले जानकारी गराएँ। उहाँहरू आउनुहुन्छ, सुरक्षा पनि दिएको जस्तो गर्नुहुन्छ, तर उहाँहरूसँग मिलीमत हो कि के हो म त्यो कुरो जान्दिनँ होइन। उहाँहरू चाहिँ उनीहरूसँगै पछि लाएर हिँडे जस्तो लाग्छ कि सुरक्षा त्यहाँ भन्नुहुन्छ। कस्तो खालको सुरक्षा दिनुहुन्छ? उहाँहरू सँगसँगै हुनुहुन्छ, देखिरहेकै हुनुहुन्छ। हामी त प्रत्यक्षदर्शी नै हो। अनि यो चाहिँ अलिकति राम्रोसँग ध्यानाकर्षण होस् भन्ने म हजुरहरूलाई जानकारी गराउँछु। यो हाम्रो घरमा माथिल्लोबाट चाहिँ हाइटेन्सन लाइनले चाहिँ अलिकति पहिला चाहिँ त्यहाँ करेन्ट पनि आउँथ्यो। अनि त्यो हाइटेन्सनलाई चाहिँ तपाईँले अलिक कदम चलाएर अब तपाईँहरूले सरकार पक्षमा अब कुरा उठाइदिएर हुन्छ कि के भएर हुन्छ त्यो कदम चाहिँ अलिकति चाँडै नै पहल गरेर भएपछि त्यहाँ माथि करेन्ट आएर चाहिँ चराहरू पनि मर्ने पड्किने हाम्रो एउटा बोटहरू पनि काट्नु पर्ने त्यसको कारण हो। त्यो कारण चाहिँ अलिकति त्यसलाई चाहिँ अलिकति ध्यानाकर्षण होस् भनेर भन्न चाहन्छु। अनि अर्को कुरा चाहिँ विद्यार्थीले पाउनुपर्ने छुट चाहिँ अलिकति यो हेटौँडामा चाहिँ कार्यान्वयन भएकै छैन। मेन कुरा भनेको चाहिँ विद्यार्थीले पाउनुपर्ने छुट चाहिँ त्यो एकदम पत्रमा मात्र भयो। यो कुरा चाहिँ एकदम ध्यानाकर्षण र अलिकति विगत 1-2 वडाले चाहिँ प्र्याक्टिस गरेको छ। जस्तै वडा नम्बर 16-17 को चाहिँ एकतर्फी भाडा छुटको योजना एकदम राम्रो थियो। 9 नम्बरमा चाहिँ अनि मगराती पनि भाडा दर भएको छ मेन कुरा। अनि किलोमिटरको आधारमा हुन्छ कि के हुन्छ उतापट्टि चाहिँ अलिकति धेरै नै पनि भाडा नलिने, यतापट्टिको चाहिँ 1 किलोमिटर नहुँदै पनि मगराती भाडा छ। यो कुराको चाहिँ अलिकति पहल होस् भन्ने कुरा। अर्को कुरा हाम्रो यो कराको छेउमा चाहिँ मुस्लिमहरूको यो मान्छे मरेपछि गर्ने चाहिँ त्यो व्यवस्था पनि हुनु पर्यो। अब मानव बस्ती त्यहाँबाट 100 मिटर पनि नजिक छैन र त्यो चाहिँ मानव बस्ती भन्दा अलिक टाढै हुनु पर्यो र त्यसलाई चाहिँ पार्कको योजना लिएर आउने हो कि खोलाको छेउमा पनि छ पानीको समस्या हुँदैन हो त्यसको लागि चाहिँ तपाईँले कदम चालिनु हुन अनुरोध गर्दछु। हस् त, धन्यवाद। रविजीले यो सिर्जना टोलबाट हाइटेन्सनको समस्या भन्नुभएको थियो, उहाँले नाम भन्नु भएन होइन। यो हाइटेन्सनको समस्या धेरै ठाउँमा देखेको छ। हाइटेन्सन स्थानान्तरण गर्न चाहिँ नमिल्ने रहेछ होइन। त्यसको समस्यालाई न्यूनीकरण गर्दै अरू त्यो बारेमा हामी बसौँला है त। 6  महिना। 1 महिना 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 1 महिना
विद्यार्थीले पाउनुपर्ने छुट पढ्नु भएको छ होइन। विद्यार्थीले पाउनुपर्ने छुट पढ्नको लागि हो कि यातायातमा हो कि छुट धेरै ठाउँमा छ विद्यार्थीले पाउनुपर्ने, त्यो चाहिँ अलिक क्लियर भन्नु भएन होइन। यातायातमा अहिले त यातायातमा 7 दिन विद्यार्थीलाई छुट दिनुपर्छ भनेर सरकारले भनिसकेको छ त। हो दिएन भने ऊ कारबाहीको दायरामा आउँछ। विद्यार्थीलाई चाहिँ 7 दिन शनिबार पनि पहिले चाहिँ शनिबार भएपछि छुट नदिने वा 50% दिने भन्ने थियो हाम्रो पालामा। अहिलेको चाहिँ सरकारले विद्यार्थीलाई चाहिँ 7 दिन पुरै छुट दिनुपर्छ, जोस तोकेको छुट दिनुपर्छ भन्ने कुरा छ। त्यो भएन भने तपाईँले त्यही अनुसारको के अरे कानुनी प्रक्रिया सुरु गर्न सक्नुहुन्छ। कानुनले आफ्नो दायरामा ल्याउँछ यसको समाधान। जति बेला त्यो दिँदैन त्यति बेला तपाईँले एक्सन लिन पाउनुहुन्छ है त। यो तपाईँको अधिकारको कुरा हो, किनभने राजनीतिको अधिकार हो नि त। अनि त्यसपछि यो दाह संस्कारको पनि कुरा गर्नुभएको थियो तपाईँले होइन। यो मुस्लिमको के यहीँनिर गर्ने गरेछ, कब्रिस्तान हो त्यहाँ मुसलमानको, त्यसलाई के पहिलेदेखि हो कि फेरि यहाँ जातीय मुद्दा उठ्छ, हरेक उठ्छ, हेर्नुहोस् है के गर्ने त्यसलाई। अब पहिलेदेखि हो भने त्यसलाई त्यही अनुसार त्यो समुदायसँग कसरी छलफल गर्नुपर्ने होला। अहिले यहाँ मैले प्याट्ट भन्न नि मिल्दैन केही पनि है, किनभने फेरि अब सबै समुदाय हाम्रै हुन्, हाम्रै नेपाली दाजुभाइ हुन् है। त्यो भएर सबैले मरेपछि दाह संस्कार गर्ने ठाउँ पाउनुपर्छ। त्यो चाहे हिन्दू होस्, क्रिस्चियन होस्, मुसलमान होस्, चाहे त्यो जे होस् होइन, हरेक समुदायले पाउनुपर्छ। तर त्यसले अझ असर नगरोस् भन्ने कुरा तपाईँहरूको त हो नि होइन। त्यसलाई चाहिँ व्यवस्थित अन्त स्थानान्तरण गरेर त्यहाँ चाहिँ पार्क जस्तो बनाएर भन्ने कुरा ठिक छ। यो नि हामी फिल्डै भिजिट गरेर एक दिन तपाईँ हामी त्यहाँ फिल्डमै जाउँला र अनि यसको अन्त अन्यत्र स्थानान्तरण गर्ने सम्भावना भयो भने स्थानीय सरकारसँग बसेर तपाईँ हामी बसेर छलफल गरेर अगाडि बढाउँला नि है। मान्यज्यूलाई नमस्कार, बधाई, शुभकामना। हजुरको कार्यकाल शुभ रहोस्, जनताले परिणाम पाउने प्रक्रियाको थालनी होस्। म भरत अधिकारी, संवेदनशील टोल विकास संस्थाको सल्लाहकार हुँ। मेरो 2-4 कुराहरू छन्। त्यो यहाँ मार्फत सम्बन्धित निकायमा पुग्नुपर्ने हो या कुन ढङ्गले चाहिँ त्यसको परिणाम टोलवासीले पाउने हो। म टोलको मात्रै कुरा गर्न चाहन्छु। सबै आफ्नो टोलको समस्याहरू रसोई भन्ने प्रक्रियाहरू मैले सुनेको छु। त्यसकारण 1 नम्बरमा मेरो टोलमा 3-4 इनार छन्। त्यो इनार चाहिँ अहिले जीर्ण अवस्थामा छ होइन। त्यो खानेपानी इनार हो। हिजो खानेपानीको चाहिँ लाइन नहुँदा त्यो इनार हिँड्न आवश्यक थियो। अहिले ती इनारहरू नदेखिने अवस्था, झाडीले भिडिएको अवस्था, यो अवस्थामा त्यो छ। त्यो इनार त्यतिखेर आवश्यक हुन्छ काठमाडौँको अवस्था हेर्दाखेरि। अहिले काठमाडौँमा ढुङ्गे धारा इनारको कति महत्त्व छ। जब मान्छेको जनघनत्व बढ्छ त्यो इनारको महत्त्व त्यतिखेर हुन्छ। त्यस कारणले गर्दाखेरिमा यहाँले त्यो इनारको संरक्षण, सम्वर्धन र कसरी जोगाड गरेर हिजोको त्यो आवश्यक हो। हाम्रो पल्लो पुस्ताले पनि इनार भनेको के हो भन्ने कुरो चाहिँ नआओस्। त्यो हाम्रो चाहिँ जसरी हुन्छ संरक्षण भन्न चाहन्छु। आज मेरा संवेदनशील टोल विकास संस्था एरियाभित्र केही सार्वजनिक जग्गा पनि हुन सक्छन्। ती जग्गाको चाहिँ एकदिन गरिकन बुझी गरिकन त्यो जग्गामा कमसेकम वृद्ध भालुबेलुकाहरूलाई त्यहाँ एउटा चाहिँ पाका जस्तो होस्, बस्ने जस्तो एउटा प्रक्रिया होस्। बिहान बेलुका यसो आफ्नै टोलमा निस्किँदा नि बुढाबुढी यसो बसेर चाहिँ गफ गर्ने वातावरण होस्। बच्चाहरू गएर त्यहाँ खेल्न पर्दाखेरिमा सानो यसो व्यायाम गर्ने खालका बच्चाहरू रमाउने खालको यसो व्यायाम गर्ने ठाउँ बनोस्। त्यस्तो प्रक्रियाको चाहिँ थालनी हुन सकेदेखि एउटा चाहिँ प्रकृति यसो नजिकैको बाल बच्चाहरू पनि छन्। हो यहाँ त कति राम्रो छ भने आला पनि यसरी बन्न सक्छ। अर्को कुरा केही त्यहाँ चाहिँ नि भरि नजिक केही जग्गाहरू हुनसक्छ। त्यो त सबै निकायले खोल्नु पऱ्यो। हामीले यहाँनिर छ भन्न सक्ने अवस्था रहँदैन। त्यसमा सानो एउटा करिडोर जस्तो बग्दो सिमेन्ट रोडबाट राम्रो सिमेन्ट रोड निस्किन सक्यो भने त्यहाँका बासिन्दाले एक त बिहान बेलुका हिँड्ने वातावरण बन्यो। अर्को भनेको चाहिँ नि साँच्चीकै त्यो भेगका मान्छेहरूको घडेरीहरू छन्। ती घडेरीमा जाने बाटो भने त्यो सबै निकायले चासो लिइदियो भने
त्यहाँका बासिन्दाले पनि ओहो निकायले अहिले चाहिँ चासो लियो मैले नाइ भनेकै हुँ तर सकिनँ बस त्यो विकासको गति त्यहाँबाट सुरुवात हुन्छ र अर्को कुरो तटबन्ध खुल्ची छ यहाँलाई समय छ भएछ भने त्यहाँ निरीक्षण गर्न पनि आवश्यक ठान्दछु अनुरोध गर्दछु तटबन्ध गरिएको छ प्रत्येक वर्ष वडाबाट पैसा पनि पर्छ हेरथोर तटबन्ध पनि हुन्छ तर 2-3 वर्ष अगाडि तटबन्ध गरिसकेको अवस्थाको अहिले भत्किँदैछ यो कुरो मैले सम्मिलित प्राविधिक आउनुभएको थियो ती प्राविधिकलाई मैले पनि सोधेँ ए सर यो स्रोत गहिराई मात्रै जाने कुरो गरिदिन्छु उहाँ गहिराई मात्रै होइन गहिराई त जानै पर्यो त्यसको साथसाथै चाहिँ वाटर ब्रेकर भन्ने हुन्छ जसरी चाहिँ हाम्रो अरू ब्रेकर भने जस्तै ठाउँमा चाहिँ ब्रेकर गर्दै गयो भने त्यसले खोल्न सक्दैन होइन यो हाम्रो सिस्टमै छैन जबकि गहिरो त गइयो हाम्रो त भूभाग त भिरालो छ अर्को वर्ष पानी आउँछ त्यो गहिरो भएर के हुन्छ खोल्दै गयो अब टाढो गरिसक्यो त्यो माथि तर्केर देखिसक्यो एकदम राज्यको पैसा खेर गयो अर्को 4-5 वर्षपछि त्यो व्यक्ति जो हो त्यहाँ कसैको होला या बाटो पनि हुन सक्ला लगाउनु बनाउनु पर्यो फेरि पैसा हाल्नु पर्यो भन्दा यस्ता प्रक्रियाहरू नदोहोरियौँ यसलाई सञ्चिन पर्यो सङ्घले निकायले सञ्चाउनु पर्यो त्यो प्राविधिकले पनि कमसेकम त्यो ब्रेकर राख्नुपर्छ भन्ने सिस्टम त उसलाई जानकारी हुनु पर्यो नि पढेर आएको होला आखिरी त्यो छैन सिस्टमै छैन कि त वर्ष नै पैसा हालिरहने अनि रनिङ गर्ने खाइरहने हो त त्यो त होइन होला त्यस कारणले त्यो कुरो सचिनु पर्छ सम्बन्धित निकायबाट चाहिँ खबरदारी भयो भने त्यो सचिनु छ भन्ने मेरो यसमा अनुरोध र अर्को कुरो चाहिँ नि यहाँलाई यो त समग्र विषय नै होला देशभरिको रोडमा हाम्रो घर अगाडि पुल छ तर हाम्रो घर अगाडि बाटो छ ट्याक्क निस्किँदाखेरि हामीलाई मजा लाग्नुपर्ने हो नि यता गुजुल्टो तार छ उता गुजुल्टो तार छ कतिखेर सर्ट पनि हुन्छ एउटा विद्युतीय पोलमा चाहिँ नि इन्टरनेट त्यो प्रदाय संस्थाहरूले हरेक किसिमको तार टाँगेको छ कहीँसँग लगे त हुन्छ नि गुजुल्टो छ कतिपय त त्यहाँ हाम्रो पोलमा आगो पनि लागेको छ यसलाई सम्बन्धित निकायले चाहिँ नि खबरदारी गर्यो भने त्यो कसरी लाग्यो त्यसको अवस्था कस्तो हो के गर्दाखेरि सौँले देखिन्छ त्यो पनि एउटा पार्टीको जनगुनासोको प्रक्रियामा भित्र पर्दछ भन्ने ठान्छु अर्को कुरो हामी बिमा गरेका छौँ इन्टार पैसा रोग छ गरिब छन् लगाउन बिमा गर्दा त उपचार पाइन्छ भनिन्छ तर बिमा गरिएर हस्पिटल जान्छौँ बिमा छैन सिद्धियो भनिन्छ कतिखेर सिद्धियो अब कतिखेर सिद्धियो हामीलाई पनि थाहा हुँदैन जब बिमा गरेर जाँदा बिमा गरेर पनि सिद्ध छैन बिमा हुँदैन एउटा अवस्था यो छ अर्को अवस्था बल्ल बल्ल बिमा रकम छ यहाँलाई रिफर भन्छ त्यो रिफर किन चाहियो म यहाँको नागरिक त मैले त धरान गएर पनि जरा किन पाउँछु नि मैले यहाँ बिमा गरेँ भने धरान गएर किन नपाउने त्यो किन रोक्यो किन रोक्यो त्यो कुरो किन खोजी भएन त्यो कुरो पनि एउटा तपाईँलाई तर्क गर्न चाहन्छु यसको समाधान होस् र अर्को कुरो ठ्याक्कै यताबाट बिहा गयो काठमाडौँ गएपछि अब त्यतिकै मेरो समस्या थियो म गएँ बिमा छैन यहाँ बिमा छ त्यहाँ छैन किन छैन भन्दा हेटौँडामा सानो निकाय हो 10-20 हजार खर्च हुन्छ त्यहाँ त अर्बौँ हुन्छ गइसक्यो कि त यो बिमा पनि सिस्टमै बन्द गर्नु पर्यो जनतालाई देखाएको जस्तो मात्रै भयो पहिलो कालखण्डमा त्यो ढङ्गको थियो अब एउटा राजनीतिक परिवर्तन भएको छ जनताले केही आशा गरेका छन् यस्ता प्रक्रियाको चाहिँ समस्याहरू चाहिँ समाधान होस् भन्दै यी प्राणायामहरू मैले यहाँलाई सुनाएँ समस्याहरू यसो अघि हाम्रो सल्लाहकारले भने जस्तै जनताले थाहा पाउने ढङ्गले यो कुरो उठेको थियो यति समाधान हो भनेर देखिन पाउनु पर्यो प्रेरणामा आउनु पर्यो यति भन्दै मेरो शब्दहरू बन्द गरी धन्यवाद सर्वप्रथम त प्रकाश गौतमजीलाई बधाई दिन चाहन्छु निर्वाचित हुनुभएकोमा र उहाँलाई शुभकामना दिन चाहन्छु कमसेकम सङ्घीय सांसदको मन्त्री दिन नपाइयो भने बगानपुरका 2जना एउटा पार्टी प्रदेशको मुख्यमन्त्री र सङ्घीयमा पनि हाम्रो उहाँलाई एउटा मन्त्री पद पनि रिक्त छ अहिले त्यहाँ पदहरू भइदिएको हो भने एउटा मकानको गौरवको कुरा पनि हुन्छ त्यसको लागि म अहिले शुभकामना दिन चाहन्छु अब समस्याको कुरोमा 9 नम्बरको कुरामा धेरै समस्या छ त्यही समस्याहरूको सल्भ गर्नु भनेर जनताले परिवर्तन खोजेर तपाईँलाई निर्वाचित गरेर पठाएको छ हामीसँग मैले भन्दै गर्दा मेरो आफ्नै एउटा मात्रै सम्बोधन गर्दै गर्दा यो सँगै रहेको तपाईँले देखिरहनु भएको उदार डाँडो कमसेकम एउटा सिमेन्ट उद्योगले एउटा कुनै यहाँको पहलमा कुनै परिकल्पना गरेर यहाँ अरू अन्य चाहिँ उद्योगहरू खोज्दै पनि यहाँका कमसेकम रोजगारको
अवसरहरू मिलित थियौँ। अहिले भर्खर तपाईँ प्रगति माध्यमिक विद्यालयको निर्वाचनमा अध्यक्ष पनि हो। 52 कट्ठा जग्गा अहिले प्रगति माध्यमिक विद्यालयको नाममा आइसकेको अवस्था छ। विद्यालयको त्यहाँ स्थान सानो छ। त्यो ठाउँमा कमसेकम एउटा प्राविधिक विश्वविद्यालय अथवा किनभने हामीसँग त्यो क्षेत्र एकदम खाली अवस्थामा रहेको छ, त्यो कुनै पनि उपयोग भएको छैन। त्यसलाई कमसेकम यहाँले पहल गर्नु हो भने सायद यो तपाईँ 9 नम्बरको लागि र यहाँको चाहिँ जिल्लाकै उत्कृष्ट कार्यक्रम गरिन्छ। अब हामीले स्थानीय तहमा 3टा सरकार छौँ। हामीले वडामा राख्नुपर्ने कुराहरू हामी सिधै अहिले यहाँ हाम्रा विष्णु राणाज्यूले भएको छ। हामी स्थानीय तहमा सम्भव भूमिकाहरू हामी यहीँ घर गर्छौँ। त्योभन्दा अगाडि नगरपालिका उपमहानगरपालिका पनि गरेको छौँ। यहाँले चाहिँ विशेष जोड चाहिँ हेटौँडा सिमेन्ट फ्याक्ट्री यो डाँडो त्यो विद्यालयको कम्पाउन्डको लागि यहाँको भूमिका कस्तो रहेछ पानीमा हामी हेर्नेछौँ। अझै विधानको धन्यवाद। भन्दाखेरि समस्या लाग्यो हाम्रो अहिले 25 मिटरको स्थापना गर्ने भनेर सरकारले भकाइएको थियो। अब तपाईँको अहिले मेन रोडमा बसाइएको छ, सबै अलपत्र भएर बसेको छ। फोहोर भइरहेको छ, धेरै बेग्स छ। मेरो चाहिँ के राम्रो छ भन्दाखेरि वडा र हाम्रो नगरपालिकासँग गरेर त्यसको व्यवस्थापनको लागि पहल गरिदिनु पऱ्यो। अर्को समस्या यहाँ धेरै एक्सिडेन्ट हुन्छ हाम्रो, जुन मात्र चौकबाट हाम्रो कर्मपुरसम्म यहाँ वर्षै हाम्रो बाटो हेऱ्यो भने तपाईँको 5 to 10 मान्छेहरू मृत्यु पनि भइरहेको छ। क्याजुअलिटिजहरू एकदमै बढी छ। त्यसको लागि अब विभिन्न ठाउँमा चाहिँ सरकारले एउटा CCTV क्यामेरा राखिदिने हो कि त्यसमा पनि हामीलाई धेरै सहयोग हुन्छ। अहिले चोरी चकारीको कुराहरू भयो, ड्रग्सको कुराहरू भयो, यसलाई अलिकति नियन्त्रण हामीले गर्दैछ। हामीसँग नर्मल हब भइरहेको छ होइन। अब हामी आफै पनि लागेका छौँ र हामी आफ्नो अरू सरकार तर्फबाट जस्तो हामीलाई परिकारहरू भयो, हाम्रो दोलकै आमाहरू हुन्छ, उहाँहरूले पनि सहयोग गर्नु भइरहेको छ। र यसमा चाहिँ अलिकति एकदम सिरियस गरेर चाहिँ हजुरहरूबाट पहल गरिदिनु भने म एकदम हार्दिक गर्छु। र मेरो व्यक्तिगत टोल विकास संस्थामा चाहिँ 90 घर पुगेको छ, जसमा चाहिँ एउटा हाम्रो 37 घर चाहिँ के भनिन्छ भन्दाखेरि सुकुम्बासी बस्ती भनिन्छ। र त्यसमा चाहिँ हामीले संस्कृति बुझ्दाखेरि चाहिँ तपाईँको यो द्वन्द्वकालपछि चाहिँ पार्टीले स्थापित गरेको ठाउँ हो त्यो, जुन चाहिँ त्यहाँको मानिसहरू वास्तविक तासिक छ भन्दाखेरि नवरत्न लाल पूजा छ र सरकारी यहाँबाट कुनै पनि पहल भएको छ। यो समस्या विगत 15 वर्षदेखि छन् र अब अहिले आएर अलि सरकार बढाइ भइरहेको छ। अनि उहाँलाई के त्रास छ हामीलाई पनि उठाइदिने हो कि त्यसमा चाहिँ सम्बन्धित ठाउँबाट पनि नआएको होइन। जस्तो हाम्रो श्रीमती आयोगबाट पनि आएर हामीले टिप्पणी पनि दिएका छौँ र त्यसमा पनि एउटा कुनै एउटा आयोग बनाएर हजुरहरू अगाडि बढ्नुहुनेछ कि भन्ने मेरो विरोध गर्दैछ। धन्यवाद। अनि सरोज सरले यो 25 मिटर बाटो अलपत्र छ भन्नुभएको छ। यो 25 मिटर बाटो अहिले विचाराधीन मुद्दामा छ, न्यायालयमा छ। न्यायालयमा विचाराधीन भएको कारणले गर्दा सदनमा हामीले बोल्न पनि पाइरहेको छैनौँ। यो चाँडै हामीले पहल गरेर न्यायालयबाट एउटा फाइनल डिसिजन आइदियो भने त्यसपछि यो द्रुत गतिमा लाने, चाहे न्यायालयले 25 भनोस्, 35 भनोस्, 16 भनोस्, जति भनोस्, तर विचाराधीन हेर्न नमिल्ने वा सारिरहने नहोस्। त्यो भयो भने बजार अस्तव्यस्त छ, बाटो अस्तव्यस्त छ, यसले धेरै व्यापारीलाई असर पनि परेको छ होइन। समस्या छ। यो चाहिँ न्यायालयले सकेको चाँडो गर्नको लागि हामी पनि पहल गर्छौँ होइन। न्यायालयलाई हामीले निर्देशन दिन मिल्दैन, हामीले सकेको पहल गर्ने हो होइन। यो पहल गरेर यसको डिसिजन आएपछि काम रोक्यो भने चाहिँ किन रोक्यो, किन भएन भने हामीले भन्न मिल्यो होइन। न्यायालय भएको कुरामा हामी पनि न्यायालयभन्दा माथि छैनौँ, हामी सबै कानुनभित्रै छौँ। त्यही हुनाले यसलाई केही समय हामी आशा गरौँ चाँडै न्यायालयले यसको बाधा फुकाइदिनु हुनेछ। त्यसपछि तपाईँ हामी लागेर यहाँका गर्नुपर्ने कुरा गरौँला है सरजी। अनि त्यसपछि गएर यो 37 घर सुकुम्बासी भनेर सरोजीले भन्नुभएको थियो होइन। यो 37 घर सुकुम्बासी हाम्रो राज्यले सबै जनतालाई सुकुम्बासी बनाउनु खोजेको होइन। जुन ठाउँमा चाहिँ जोखिम छ, जुन ठाउँमा चाहिँ बाटोको निकास चाहिने छ र जोखिम छ, त्यस्तो ठाउँमा चाहिँ अतिक्रमण
गरेको ठाउँलाई हुकुमबासी हुँदाहुँदै पनि सुकुमबासी बनियाहरूलाई मात्र त्यो डोजर चल्या हो, सबै ठाउँ चल्दैन होइन। जहाँ साँच्चै सुकुमबासी छन् उनीहरूलाई हामीले विस्थापित होइन स्थापित गर्नुपर्छ, त्यसमा आवाज हामी उठाइहाल्छौँ। र यो मुद्दामा तपाईँ हामी बसेर के गर्नुपर्छ गरौँला, किनभने त्यहाँ हुने जति साँच्चैको सुकुमबासी छन् त्यो मैले नै हिजोको दिनमा बुझेको छु होइन। त्यो भएर अब यो सरकारले जहाँ सरकारी जग्गा घर बनायो भए जति सबैलाई लाटेर जनता त सबै यही सरकारकै हो नि, सबैलाई लखेट्ने घर भत्काउने गरेर त हुँदैन। तर साँच्चैको हुकुमबासी हुँदा वा साँच्चैको राज्यलाई चाहिने जग्गा पनि अतिक्रमण गरेर बसेको ठाउँमा चाहिँ डोजर चलायो हो, यसमा त्यति समस्या हुन्छ जस्तो मलाई लाग्दैन है। यो 9 नम्बरको चाहिँ त्यति समस्या आउँदैन जस्तो लाग्छ मलाई। अब यसमा भोलि सुकुमबासी आयोग अब शक्तिशाली आयोग बनाउने कुरा छ। सुकुमबासी आयोग बसेर साँच्चै चाहिने रहेछ भनेर उसले अध्ययन गरेर उहाँले पाउनुपर्ने साँच्चैको सुकुमबासी हो र उहाँहरूले पाउनुपर्ने कुरामा राज्यले उहाँहरूलाई दिन्छ, ससम्मान दिन्छ ढुक्क गरेर है त, समस्या आउँदैन। प्रगतिशील टोल विकास संस्था हेटौँडा हो, नाम जयराम खतिवडा। ठ्याक्कै यो प्रगतिशील टोल विकास संस्था चाहिँ यहाँबाट दक्षिण बेतकोची सामुदायिक वन समूहको आसपास र यो हाइवेबाट दायाँपट्टि पर्छ। मैले सम्बोधन गरिनँ, मैले समस्या राखेँ र यसको समाधानको उपाय मलाई लागेको म भन्छु। प्रगतिशील टोल विकास संस्थामा 90 घरधुरी छ, लगभग 7 बिघा जति जग्गा बाँदरले खेती बाली नष्ट गर्ने कारणले गर्दा रोप्न पाइएको छैन, केही पनि खेती गर्न पाइएको छैन। खाना पकाएर राख्दा पनि बाँदरले खाइदिने त्यो समस्या छ। र अर्को कुरो खेतीबाली नष्ट गर्दै मात्र त हुन्थ्यो, मान्छेलाई पनि आक्रमण गर्ने समस्या छ। र अहिलेसम्म 26 जनालाई बाँदरले टोकिसकेको छ र सारा बच्चाहरू पनि बाहिर निस्किन खेल्न जाउँ भन्दा पनि बच्चा बाँदरले टोकिदिन्छ कि भन्ने डर छ। एकैजनालाई पनि 3 चोटि टोकिसकेको छ। एकजनालाई पुरुषोत्तम खतिवडा बुवालाई 3 चोटि टोकिसकेको छ। उहाँ 70 वर्षभन्दा माथिको हुनुहुन्छ, जङ्गलको ठ्याक्कै छेउमा घर छ। त्यो भएर बाँदरको यो समस्या छ। र मेरो विचारमा यो समस्याको समाधान के गरी हुनसक्छ भन्दाखेरि अहिले तत्काल खेती लाउने समय भएको कारणले गर्दा 2 जना बाँदर हेर्ने मान्छे राख्यो भने, जङ्गलको थोरै एरिया छ, गुलेरी सहितको मान्छे राख्यो भने अहिले खेती गर्न सकिन्छ। यो अल्पकालीन समाधान भयो। र यसको दीर्घकालीन समाधान भए बाँदरलाई यो अन्धबाट ल्याएर यहाँ छोडिएको बाँदर हो। त्यो कारणले गर्दाखेरि यसलाई चाहिँ हामीले अन्त्य हस्तान्तरण गर्न सक्यो भने यसको समस्या समाधान हुन सक्छ भन्ने मलाई लाग्छ। त्यो बाँदरको कुरो हो। अर्को कुरो लागु पदार्थ सेवनकर्ताहरूको पनि त्यत्तिकै समस्या छ। यो प्रगतिशील टोल विकास संस्थाबाट नजिकै दिव्य बाल उद्यान छ एकातिर भने, अर्कोतिर उक्रेनी खोला छ। र यो बिच यो सडकमा चाहिँ प्रहरीको निगरानी हुने कारणले गर्दा यो 14 नम्बर हुँदै त्यहाँसम्म आउने र यता 9 नम्बर लगायत बजार क्षेत्रका मानिसहरू लागु पदार्थ सेवनकर्ताहरू त्यहाँ जाने र त्यहाँबाट चाहिँ उनीहरूले त्यो साटासाट गर्ने लिएर जाने। त्यो कारणले गर्दा त्यो एउटा सेन्टर पोइन्ट भएको छ। त्यो कारणले गर्दा यसलाई पनि यो पनि एउटा समस्या छ। मेरो विचारमा यसको समाधानको उपाय भनेको प्रहरीले अलि गस्ती बढाइदिएदेखि मात्र पनि यो समस्या समाधान हुन सक्छ भन्ने मलाई लाग्छ। यो अल्पकालीनै होला यो पनि। र अर्को कुरो भनेको एउटा यो चाहिँ भौतिक निर्माणसँग सम्बन्धित छ। एउटा प्रगतिशील टोल विकास संस्थाले के सोचेको छ भने एउटा पुस्तकालय चाहिँ बनाउनु पाएदेखि हुन्थ्यो भनेर हामीले धेरै पहिलादेखि भनिरहेका छौँ। त्यहाँ हामीले पुस्तकालय निर्माण गर्न सक्यौँ भनेदेखि बालबालिकाहरूलाई पनि नैतिक शिक्षा दिन सक्ने र अरू टोलवासीहरूले पनि त्यहाँ आएर अध्ययन गर्न सक्ने। त्यो कारणले गर्दा समाज सभ्य, सुन्दर र न्यायको कठघरामा राम्रोसँग उभिने एउटा समाजको परिकल्पना हामीले गरेका छौँ। यो हुन्छ भन्ने मलाई लाग्छ। त्यो कारणले एउटा पुस्तकालयको भौतिक निर्माण मात्र यहाँले गरिदिनु भयो भने
पुस्तक दिन्छु भन्ने धेरै हामीले सहयोगीहरू पाएका छौँ। एउटा भौतिक निर्माणको चाहिँ अलिकति आवश्यक छ, जग्गा छ तर चाहिँ भौतिक निर्माण हुन सकेको छैन। वडामा पनि हामीले भनेका छौँ र अहिले तत्काल यो बजेटको व्यवस्था हुन सकेन। यहाँले यसलाई चाहिँ गर्न सक्नुभयो भनेदेखि 3टा कुरा मैले भने, बालकको कुरो, लागु पदार्थको कुरो र पुस्तकालयको कुरो। हस्, यति नै भने, अरूलाई पनि मैले समय दिएँ। हस्, धन्यवाद। मेरो नाम हरिशरण गिरी हो। म धापतोल विकास संस्थाको प्रतिनिधित्व बोल्दैछु। सबैजनालाई चाहिँ नमस्कार गर्दै पहिलो कुरा के राख्न चाहन्छु भने धापतोल विकास संस्था अहिले 9 नम्बरलाई पानी खुवाउने स्रोत। त्यहाँ करिब तपाईँको हेटोडा सिमेन्टदेखि धापतोलमा चाहिँ खानपानी संस्थानको बोरीदेखि लिएर व्यक्तिगत रूपमा स्विमिङ पुलमा पनि स्विमिङ पुलको पनि त्यहाँनिर चाहिँ डिपोरिङ गरेर गर्दाखेरि पानीको स्रोत चाहिँ एकदम डाउन भएर पानी चाहिँ अहिले खेत बाहिर नलाग्ने अवस्था भएको छ। त्यहाँ सिँचाइको समस्या पनि सुन्यो। तपाईँको के हुँदो रहेछ भन्दाखेरि त्यहाँ सामुदायिक वन पनि छ। वनभित्र के हुन्छ भन्दाखेरि त्यो भौतिक संरचना बढ्यो। पानीको त्यो रिचार्ज सेन्टर पनि रिचार्ज गर्ने सिस्टम पनि भएन। त्यस कारणले गर्दा खेतपाती सुक्खा भएर पानी लाउन पानी भन्ने ट्राई भइसक्ने पानी नै सुक्दैन, सुके गर्छ र खाने पानी बस्दैन। त्यो चाहिँ के गर्नु पर्यो भन्दाखेरि धापतोल विकास यत्रो पोल 9 नम्बरमा पानी खुवाउँछ, यहाँबाट एकदम 10 नम्बरसम्म लगाएको पाइप भित्र लगाएको छ। धापतोल विकास संस्थालाई चाहिँ कम्तीमा पानी चाहिँ निःशुल्क हुनु पर्यो। किन भन्दाखेरि पानी पनि हामी चाहिँ जमिन सुकाएर दिनुपर्ने, जमिन पनि सबै सुक्न लागेर खेतपाती दिलाउने भएपछि अब किन त्यहाँबाट सरकारले आन्दोलन गर्नु पर्यो पानी हटाउन। हाम्रो एकोनोमी लाग्यो र सामुदायिक वन छ। त्यहाँ सामुदायिक वनभित्र चाहिँ के छ भने समुदायलाई प्रयोग दिन बनाइसकेका यो नम्बर मानव सेवा आश्रमलाई एउटा ठाउँ छुट्याइएको थियो 8 घण्टा गरिरहेको सामाजिक समितिहरू हामीले हाम्रो दिनभरमा हामीले गरेका छौँ। यो प्रश्न चाहिँ के छ भन्दाखेरि अनि त्यो क्षेत्रभन्दा बाहिर ठाउँमा चाहिँ भौतिक सम्बन्ध व्यापक गरेर चाहिँ अनुसन्धान पनि गर्नु तपाईँले हेर्नुपर्ने भन्दाखेरि त्यहाँ गएपछि फिल्डमा थाहा हुन्छ र समुदायले के हुँदछ भने हाम्रा युवाहरू गाउँ ठाउँको यहाँ चाहिँ कार्यक्रम गर्नलाई एउटा सामुदायिक भवन छ। सामुदायिक भवनमा चाहिँ के हुन्छ भन्दाखेरि समुदायले प्रयोग गर्नुपर्ने हो। त्यहाँनिर चाहिँ यो बिना प्रयोग बसिरहेको थियो र मानिसहरू आश्रमसँग गइरहेको भन्दाखेरि त्यहाँ बच्चा-बच्ची र बुढाबुढी भनेको हाम्रा वृद्ध बुवा हजुरआमालाई चाहिँ 9 नम्बर वडाभरि चाहिँ बसको व्यवस्था गरेर एकजना डोनरबाट चाहिँ त्यहाँनिर कार्यक्रम गरेर चाहिँ विवाह सञ्चालन विवाह सेवा केन्द्र सञ्चालन गर्ने भनेर हामीले सहमत गरेको थियौँ। म चाहिँ अघिल्लो कार्यकाल हुँदै सचिव रूपमा त्यहाँ कार्यरत थिएँ र हामी त्यसरी त्यो गरिएको अहिलेसम्म त्यो सञ्चालन भएको छैन। मानव सेवा आश्रममा त्यो बच्चा-बच्चीहरूलाई चाहिँ गोर्खा साथीहरू त्यो टेम्पोररी रूपमा राख्ने भनेर हामीलाई चाहिँ फर्काइ सहमति गर्न लगाइदियो र त्यहाँ चाहिँ सहमति गर्दै जाने तर कार्यान्वयन गर्नु। त्यही भएर उहाँहरूलाई चाहिँ मैले के भनेको छु पर्सेन्टमा हाम्रो मिटिङ हुँदाखेरि 8 घण्टा जमिन छ त्यो भित्र त्यो मानव सेवा काम गर्ने बाँकी भनेको वन क्षेत्र हो। वन क्षेत्र अनुसार नै त्यहाँनिर चाहिँ भौतिक विकास हुनु पर्यो। वन क्षेत्रभित्रकै भौतिक विकास हुनु पर्यो। त्योभन्दा बाहिरको चाहिँ समुदायले प्रयोग गर्न नपाउने एउटा क्रियापुरी भवन छ। त्यसको माथि मात्र एउटा ठाउँमा 2वटा कोठा भवनमाथि गाउँको चाहिँ 90-100 घरधुरीको मान्छेहरूलाई सीमित गरेको छ। सानो बालबच्चाहरू खेल्ने ठाउँ ओपन स्पेस छैन। त्यहाँनिर एउटा चाहिँ फुटसल ग्राउन्ड युवाहरूलाई खेलकुदको सानो चाहिँ भएपछि बच्चा-बच्ची इङ्गेज हुन्छन्। 50-100 जना भन्दा बढी बच्चा-बच्ची इङ्गेज हुने ठाउँ भइसक्यो त्यहाँ छैन। बच्चा-बच्चीले घरमा मोबाइल चलाएर चाहिँ विभिन्न समस्या हामी सबै भोगिरहेको छौँ। यो एउटा समस्या त्यो हेर्नु पर्यो। अर्को त्यो क्रस माइकिङ गर्यो भन्दाखेरि एकदम तपाईँको चाहिँ आवाज ल्याएर हामी त्यहाँ सारेको ठाउँबाट पनि फेरि आवाज आयो। त्यो कसर मापदण्डमा छ कि छैन अध्ययन गर्नु यति गर्नु मापदण्डमा छ भने तपाईँ दिनुहोस्। नत्र यो चाहिँ के छ भने हामीले व्यक्तिगतमा जाँदाखेरि हामीसँग अब अलिकति टक्राउ हुन्छ आउनु। तर राज्यले तरिकाले त्यो अनुसन्धान गर्नु पर्यो र एउटा सिमेन्टको चाहिँ के छ भन्दाखेरि धुलो पनि नियन्त्रण हुनु पर्यो, सञ्चालन पनि हुनु पर्यो। हाम्रो ठ्याक्कै धुलो चाहिँ हेर्न सिमेन्ट पछाडिपट्टि चाहिँ झर्छ र बादल समस्या हामीले पनि भोगेका छौँ। त्यसलाई म दोहोऱ्याउन चाहिएन, त्यसलाई पनि फोल्ड गरिदिनु होला। र म एउटा धापतोलमा बसेको कारणले गर्दाखेरि र म नववासी पनि भएको कारणले गर्दा मैले चाहिँ के बुझाउन चाहन्छु भने यो मेन रोडदेखि 14 मा जाने बाटोको जुनपट्टि निर्माण हुन्छ त्यहाँ ठाउँमा सानो छ। धापतोलको चौकी मुखमा चाहिँ एउटा 5 वर्षको 6 वर्षको बच्चा मोटरसाइकल हामीलाई अस्तिको विद्या 1 वर्ष बस भयो। त्यो मुखमा चाहिँ नक्सामा पनि सानो रहेछ। त्यो सानो भएको हिसाबले चाहिँ अब मुखबाट यसको त्यहाँ दुर्घटना सबै रहेर त्रास हुनु हामीलाई। र 1 हप्ताको दूरीमा चाहिँ 2टा चोरीको घटना घट्यो। सिसी क्यामेरा राखौँ
राजनीतिको सुरक्षा हो कि जनताको विकास भनेको पनि सुरक्षा दिनु पर्यो नि भन्ने हाम्रो माग छ। र बाटोमा तपाईँको यहाँदेखि वहाँसम्मले छ भन्दाखेरि मेन रोडसम्म सबै पोलमा बाटो बनाएको छ। कम्तीमा रिफ्लेक्टर त राख्दै हुँदैन रातको समयमा, बत्तीमा रिफ्लेक्टर उज्यालो चाहियो नि। दिउँसो त मान्छेले हेर्छ, दिउँसोमा त्यो बाटो भएर चाहिँ के छ भने सामानहरू थुपारेर बालो थुपारेपछि के हुँदाखेरि एक्सिडेन्ट मेरो आँखाले झन्झन देख्छ हामीले एउटा। हामीले धेरै कुरो यो सामाजिक सञ्जालमा सामाजिक सञ्जालहरूमा चाहिँ कुरा उठिरहेछ। तर अहिलेको आधुनिक सरकारले चाहिँ सामाजिक विषयमा पनि समन्वय गर्नु पर्यो कि हामी निर्णय लिएर गरिरहन सक्नु चाहन्छौँ नि। हाम्रो व्यक्तिगत कामहरू हुन्छ सानोसानो उठाइदिएर तपाईँहरू समाधान गर्नु पर्यो। यो ओडाले गर्ने हो, अर्को सांसदले गर्ने हो, कसैले गर्न सक्नुहुन्न भने हामी आफ्नै व्यक्तिगत लगाएर कुनै ठाउँमा समाधान गर्छौँ है। यो एउटा अरू म एउटा चाहिँ प्रदेशमा पढेको एउटा प्रविधानिक हिसाबले चाहिँ मलाई जहिले पनि के महसुस हुन्छ भन्दाखेरि यो बाटो चाहिँ के छ 9 र 10 को बिचमा चाहिँ के हुन्छ भन्दाखेरि एकदम बच्चाहरू हिँड्छ मोटरसाइकल टिप्रो गर्ने छोडिहाल्नु। किन यसले चाहिँ यो 15 चाहिँ 14 15 16 पढेको चाहिँ एउटाहरूलाई कभर गर्ने हुँदाखेरि यहाँ म्युनिसिपल डेन्सिटी मान्छे भेट्नु हुन्छ। यो ठाउँमा चाहिँ 9 र 10 चाहिँ गाडीहरूलाई बाइपास गरेर चाहिँ के हुन्छ भन्दाखेरि रोकिदिने किन चाहिँ बच्चाहरू आवाजको सही हो कुनै काम गर्नुहुन्छ। मेरो चाहिँ सानो अनुरोध पनि हो यसले गर्नु पर्यो। भन्ने चाहिँ लगाउन धेरै कुरा राख्नु धन्यवाद। यसै गरी हरिशरण घिमिरे धार टोलको उहाँले समस्या राख्नुभएको थियो। सिँचाइको समस्या, सिँचाइ यो राति खोलाबाट पानी लिफ्टिङ गरेर 9, 12, 13, 14लाई हुने गरी हामीले योजनै हालेको छौँ होइन। योजनै हालेको छु मैले। अब बोरिङ गरेर जमिन कहिले पानी सुक्छ त्यसको दिगो भएन, राति खोला त सुक्दैन नि त। त्यो भएर यसलाई लिफ्टिङ गर्ने सिँचाइको यसरी व्यवस्था गरेँ। 12, 13, 14, 15 र 9 यसरी मैले यसको लागि बजेट हालेको छु। सम्भवतः सिँचाइको समस्या 1-2 वर्षमा समाधान हुन्छ है। अनि क्रसरको मापदण्ड, यो क्रसरको मापदण्ड चाहिँ सङ्घीय सांसदले भन्दा पनि क्रसरहरू गिटी बालुवा सम्बन्धी समन्वय छ, समन्वय मार्फत हो। यदि त्यो अवस्था छ बजारको बिचमा, घरहरूको बिचमा वा मापदण्ड विपरीत छ भने तपाईँहरूले समन्वय एउटा चिठी तपाईँको यो के अरे अख्तियारमा एउटा समन्वय एउटा नगरमा दिनु होला। उहाँहरूले अनुगमन गरेर के रहेछ सत्य तथ्य पत्ता लगाएर गर्नुहुन्छ। यदि त्यसमा नि तपाईँलाई डाउट भयो भने तपाईँहरूले निवेदन दिएपछि अनुगमनमा आउने बेला मलाई नि खबर गर्नुहोला। म काठमाडौँ नै भयो भने 2.5 घन्टा हेटौँडा आइपुग्छु। त्यो समय मिलाएर म पनि आएर त्यसमा सँगसँगै भएर अन्याय हुन नदिने र मापदण्ड विपरीत छ भने त्यसलाई त्यही अनुसारको सजाय कारबाही गर्ने वातावरण मिलाउँला है। अनि यो बाटोमा पोल परेको एक्सिडेन्ट यो पनि नितान्त सङ्घमा पर्दैन, सङ्घीय सांसदको मातहतमा पर्दैन। यो चाहिँ स्थानीय सरकार, वडा सरकार र विद्युत प्राधिकरणको समन्वय हुँदो रहेछ। यस्तै समस्या धेरै ठाउँमा भएको कारणले गर्दा बाटोको बिचमा पोल छ, लाजै मर्दो कुरा छ होइन। अनि त्यो कुरामा चाहिँ बाटो बढाउँदै गर्दा वडाको सिफारिस लिएर तपाईँहरूले प्राधिकरणलाई जानकारी गरेर समन्वय गर्नुपर्ने रहेछ। यसको लागि चाहिँ छुट्टै बजेट चाहिने रहेछ, स्थानान्तरण बजेट होइन हो। यसमा चाहिँ समन्वय नभएको कारणले धेरै वडामा यो समस्या छ। यसलाई सकेको चाँडो अहिलेको सरकारले यसलाई चाहिँ समाधान गर्ने बाटोतर्फ गइरहेछ। यसमा चाहिँ सबैभन्दा ठुलो कमजोरी स्थानीय सरकारको। स्थानीय सरकारले प्राधिकरणको हो त्यसले सारिहाल्छ भन्ने, अनि प्राधिकरणले स्थानीय सरकारले गर्छ बाटो उसलाई चाहिए त हो नि भन्ने। तर मारमा चाहिँ हामी जस्ता जनता पर्ने, हाम्रा छोराछोरी घर बाइक ठोकिने हो कि कहिलेकाहीँ मापासे परेर आयो भने टाउकै ठोकिने हो कि त्यो भइरहेछ होइन। त्यस कारणले गर्दाखेरि यसको समाधान नै मैले क्षेत्रीय निर्देशकसँग बसेर गरेको छु। अब आउँदैछ हामीले बजेट यो बारेमा छुट्याउँछौँ, त्यसपछि सम्पूर्ण पोलहरू हामी स्थानान्तरण गर्छौँ भनेर भन्नुभएको छ। तपाईँहरूले पनि बेला बेलामा गएर कतिवटा पोल छ के छ त्यो अनुसारको जानकारी गराएर फलो चाहिँ गर्नु होला है त। ल धन्यवाद। सम्पूर्णको लगभग मैले एन्सर दिएँ। अब बाँकी के कसो छ हजुरहरूको, अब समग्रमा भन्नैपर्दा सबैभन्दा ठुलो समस्या चाहिँ बाँदरकै रहेछ होइन त। त्यो समस्या भयो भने लगभग 60% 9 नम्बरको समस्या समाधान हुन्छ जस्तो लाग्यो मलाई। ल धन्यवाद है।
मेरो नाम तुलसी प्रसाद सुवेदी, म मालदिव स्कुल विकास संस्था र बेतपल्सी सामुदायिक वनोपभोक्ता समितिको प्रतिनिधित्व गर्दै बोल्दैछु। यस सार्वजनिक सुनवाई कार्यक्रमका आयोजकज्यू, प्रमुख अतिथिज्यू र ट्याक्समा विराजमान सहहरू र यहाँ उपस्थित 24 टोल विकास संस्थाका अध्यक्षज्यूहरू र बाँदर पीडित, चित्तल पीडित र हवाई पीडित हामी आम नागरिकहरू है। मेरो भनाइ के हो भने पूर्ववत साथीहरूले भनिसक्नुभयो बाँदरको बारेमा। करिब कति भन्यो मास्टर चोकदेखि सम्म यो पोखरेली खोलासम्म लगभग 200-300 बिघै जमिन होला पुरा बाँझो छ। त्यसले गर्दाखेरि भने बाँदर आतङ्कले गर्दा खालि एउटा चिज के खाँदैन बाँदरले, चिप्लेबेली खाँदैन, साग खाँदैन, कागती खाँदैन, खुर्सानी खाँदैन। त्योभन्दा बाहेक अरू केही पनि दिँदैन। वन समितिमा रहेको हिसाबले र वनको कार्य समितिको सदस्यको हैसियतले म यो कागती रोप्नलाई कागतीको संयोजक भएर कागती वितरण गरियो र कागती रोपेर पनि त्यो नियन्त्रण हुने कुरो देखिएन। तैपनि हामीले 300 कागती रोप्यौँ। पूर्ववत मित्रले भन्नुभयो, जस्तै जयरामजीले भन्नुभयो, गोपिनी खतिवडाले भन्नुभयो, यो कुरो सही हो। कागती वितरण गर्दाखेरि पनि अब कागती रोप्न 3-4 वर्ष लाग्ने भयो। त्यसले गर्दाखेरि पनि त्यो भएन। र वनमा हामीले अम्ला, केरा, आँप, लिचीका बिरुवाहरू रोपियो। त्यो चाहिँ यो फलेर पनि 100-200 बाँदर भएको हुन्थ्यो। पशुपतिबाट ट्रकमा बाँदर लोड गर्ने, ल्याएर आँटामाटीमा छोडिदिने, चुलीमा छोडिदिने, भोटेदेवीका बाँदरले आएर यहाँ जङ्गलमा छोडिदिने। त्यसपछि कसरी नियन्त्रण हुन्छ होइन? त्यो त हुँदैन नि। अब हामीले त किनभने हुल्लङ्घन गर्ने, लफडा गर्ने खालको मान्छे हामी त परिवर्तनको मान्छे हो कि होइन? त्यस कारणले गर्दाखेरि यो के हुन्छ भने सबै कुरो जति पनि भयो सबै भाषणमा सीमित भयो। यसलाई कार्यान्वयन भएन। जस्तै माननीयज्यू हजुर चाहिँ घरको कार्यक्रममा आउँदाखेरि मैले हजुरलाई देखाएको पनि थिएँ है। यो के हुन्छ भने केन्द्रीय स्तरमा हुन्छ कि क्षेत्रीय स्तरमा हुन्छ कि कुनमा हुन्छ, यो समाधान गर्नुपर्छ। किनभने अहिले समाधान गर्न सकिएन भने जसरी यो चुपचाप भनिन्छ भनेर भोट हाले, भोलिका दिनमा स्थानीय चुनाव आउँदाखेरि यसको परिणाम भोग्नुपर्छ। त्यस कारणले गर्दाखेरि यो समस्या समाधान गर्नै पर्छ। र अर्को कुरो के छ भन्दाखेरि त्यहाँ बेतपल्सी सामुदायिक वनको संस्थामा त्यो जङ्गलमा चाहिँ 4000 लिटरको चाहिँ खानेपानीको चाहिँ एउटा ट्याङ्की बनाइएको छ। त्यो खानेपानी पहिला 9 नम्बरमा वितरण गरेपछि मात्रै बजारमा लानुपर्छ। त्योभन्दा पहिला चाहिँ बजार लानुको पानी पाइँदैन है। त्यो कुरो पनि हो कि थाहा छैन तपाईँलाई? खानेपानी ट्याङ्की बनाएको छ, त्यो हामीलाई नदिकन लान खोज्यो चाहिँ नगरपालिकातिर अथवा बजारतिर लानु खोज्यो भने हामीले रोकिने छ त्यो। र अर्को कुरो अहिले साथीहरूले भन्नुभयो त्यो फोहोर छैन त्यो उसमा के अरे राप्तीको डम्पिङ साइड। म पनि बजारमा बस्छु, लडाइदियो एक दिन बेलुका लडाएर तपाईँलाई थाहा छ पुरै लडाएर पुरै बजार कालो भएर मान्छेहरू बिरामी भएर पुरा चाहिँ आँखा हस्पिटलमा चाहिँ मान्छे हटाएर दिने आँखाको बिमारीले गर्दाखेरि त्यो पनि रोक्नुपर्छ है। र अर्को कुरो बाटोको कुरो भन्नुभयो हाम्रो साथीले। बाटो के गर्ने भने अहिले त्यो कालोपत्र गरेर चाहिँ धाकतारी त्यस्तो काम होइन कि गरेपछि पुरै गर्नु पऱ्यो। झन् पहिला त बिगार्ने हिसाबले त्यो प्लास्टर गरिरहेको छ अथवा त्यो ढलाइ गरिरहेको छ अथवा त्यो अलगत्र लगाइरहेको छ, त्यो होइन। दाहिने ब्याग ग्रामेर हाल्ने नि अनि ततिर मोटरसाइकल गयो भने मान्छे एक्सिडेन्ट हुन्छ हो। अनि यो भन्दा 1 महिना अगाडि चाहिँ एकचोटि पताको उकालोमा त्यही परिणाम भयो। एकजना चाहिँ वैद्य नामको नानी, बर्दियाको नानी दाँत दिएर स्कुल पढेर फर्केर आउँदाखेरि अगाडि ट्रक बाहिर साइडबाट साइड काट्दाखेरि बाटो नभएर ओभरट्याक गर्दाखेरि के भयो, एक्सिडेन्ट भएर गयो। त्यस कारणले गर्दाखेरि भत्काउने बेला घर भत्काउने होइन, भत्काउने छोडिदिने त्यसको कार्यान्वयन केही पनि होइन। त्यस कारणले हजुरले यसमा पहल गर्नु पऱ्यो। किनभने भोलि कार्यान्वयन हुने कुरा आफ्नो ठाउँमा छ। पहल गर्दाखेरि के हुन्छ भने पहल गर्नुभयो, माननीयजीले बोल्नुभयो, भन्नुभयो भन्ने कुरा हुन्छ। यसमा चाहिँ जोरदार तरिकाले चाहिँ प्रयास गर्नु पऱ्यो। यति भन्दै म बिदा। आज हेटौँडा उपमहानगरपालिका 9 नम्बर वडा कमिटीको जुन सार्वजनिक सुनवाई कार्यक्रममा समावेश थियो र आजका प्रमुख अतिथि श्री प्रकाश गौतमज्यू र देशमा विराजमान सम्पूर्ण अतिथिज्यू लगायत सम्पूर्ण आज यहाँ यस कार्यक्रममा उपस्थित हुनुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनी तथा आमा बुवामा मेरो न्यानो अभिवादन। र म हेटौँडा 9 कुष्माण्ड टोल विकास संस्थाका अध्यक्ष रामबहादुर थापा मगर र 9 नम्बर वडा समन्वय समितिको कोषाध्यक्ष पनि। र
मेरो केही भनाइहरू मैले यहाँ राखेको छु। 1 नम्बरमा छ हाम्रो जुन कर्रा करिडोर, जुन यो कर्रा खोलाको पुलबाट यता जुन 2 फेज 3 फेजमा चाहिँ कर्रा करिडोरको काम भयो। त्यसमा चाहिँ बद्री आचार्य दाई अध्यक्ष र कोषाध्यक्ष म लगायत त्यहाँ हामीले 2-3 फेजमा काम गर्दै आयौँ र त्यसपछि त्यो कार्यक्रम त्यतिकै रोकियो। ल अब चाहिँ केन्द्रले गर्छ भनेर त्यो कार्यक्रम त्यतिकै रोकियो र त्यो कार्यक्रम चाहिँ त्यो कर्रा करिडोर जानुपर्ने कहाँसम्म थियो भन्दा उता त्रिवेणी धाम बाइपास जोड्ने, त्रिवेणी धाम बाइपास जोड्ने कर्रा करिडोरको काम त्यतिकै अधुरो रहेको हुँदा एउटा मेन 1 नम्बरको कुरो यो छ। र दोस्रो कुरा हो र चिसोपानी धारा, जुन कर्रा खोलाको किनारमा रहेको चिसोपानी धारा, त्यो एकदम उत्तम पानी छ। गर्मी महिनामा हिउँ जस्तो चिसो हुने र जाडो महिनामा 1 भल्का उमाले जस्तो तातो पानी आउने, त्यो अति उत्तम पानी छ। त्यसको लागि एउटा पर्यटकीय रूपमा चाहिँ जुन त्यो पानी अहिले त्रिवेणी धामसम्म पनि पुगेको छ र त्यो पानीलाई हामीले व्यवस्थित गरेर चाहिँ गाउँमा पनि केही एउटा मोटर लगाएर उकालेर ट्याङ्कीमा हालेर हामीलाई खानालाई गाउँमा खाना उपयुक्त हुन्छ कि भन्ने चाहिँ त्यो पनि आशय छ। 2टा कुरा यो हो। र जम्मा हाम्रो डोलमा 96-97 धुरी छन् र तिनलाई चाहिँ अलिक त लाभान्वित हुन्थ्यो कि भन्ने चाहिँ मेरो एउटा सुझाव सहितको 96 घर धुरी टोल विकास संस्थामा छ। हामीले अब त्यहाँ यो खानेपानी चाहिँ त्यो चिसो पानीलाई त्यहाँ मोटर लगाएर तानेर उकाल्न सकिन्छ कि भन्ने एउटा माग हो। र अर्को कुरा छ, त्यहाँ टोलमा चाहिँ जुन 3 फेज केबल लाइन के अरे जुन हाम्रो चोकबाट जनकको घरको चोकबाट सिमेन्ट फ्याक्ट्री वालबाट उत्तर साइड के अरे दिव्य ध्यान केन्द्रसम्म लाने भनेर मैले एउटा निवेदन पनि प्राधिकरणमा हालेको थिएँ। अब ती मान्छेहरू चाहिँ आधीसम्म मात्रै काम गर्थ्यो, अधुरै काम भएको छ। त्यसको पनि एउटा सुनवाई होस् भन्ने कुरो छ। अनि अर्को तेस्रो 4थो नम्बरमा अर्को एउटा कुरो छ, सिमेन्ट फ्याक्ट्रीको तल्लो गेट भन्दा यतापट्टि पूर्वपट्टि कलबटदेखि तलतिर सीताराम पौडेलको घरबाट तलतिर चाहिँ जुन एउटा खोल्सी छ, त्यसले चाहिँ त्यहाँ 10-8 घरलाई चाहिँ अलि क्षति दिइरहेको छ। त्यसको लागि तटबन्धन गरिदिन पर्ने भन्ने अर्को एउटा माग छ। र अर्को एउटा चाहिँ त्रिवेणी आधारभूत विद्यालयको पूर्वपट्टिबाट चाहिँ जुन हाम्रो कर्रा करिडोरमा जोड्ने तल झर्ने अलिकता चाहिँ चिसोपानी धारासम्म जोडेर कर्रा करिडोर हुँदै त्रिवेणी धाम जाने एउटा बाटो त्यो जोड्नलाई हाम्रो माग रहेको छ एउटा। अर्को कुरा, अर्को जुन सिमेन्ट फ्याक्ट्रीको तल्लो मेन गेटदेखि पदम पोखरी जाने बाटो र उता कुखरेनीको पुलसम्म चाहिँ स्तर वृद्धिको लागि माग राखेको छ। त्यो बाटो अहिले 6 मिटरको मात्रै छ। 6 मिटरको भन्दा कम्ती पनि 8 मिटरको बाटो, 8 मिटर 9 मिटरको बाटो होस् भन्ने चाहिँ एउटा माग रहेको छ। अब अरू खासै कुरा त यति नै हो। अब हाम्रो टोल विकास संस्थाबाट चाहिँ केही पहल अब गरेर चाहिँ त्यहाँ हुने रहेछ, पुलको लागि राम्रो हुने रहेछ भने त्यो चाहिँ अब त्यो सुनाइमा चाहिँ हामी राखिहालौँ भनेर चाहिँ मैले अगाडि बढेको छ। अब मेरो भनाइ यति अवसर आयोजना गर्दै गर्दा जुन आशा गरेका थियौँ त्यो आशाभन्दा बेसी तपाईँले हामीलाई चुनौती र जिम्मेवार दिनुभएको छ है। हामी पार्टीभन्दा माथि सामाजिक रूपमा काम गर्न अगाडि बढेको हाम्रा आदरणीय अग्रजहरूले पनि यही नीति लिएर हिँड्नुभएको र हामीलाई पनि निरन्तर घचाउनु भएको प्रेरणास्वरूप आज हामीले 7 सुनवाई कार्यक्रम राख्न सक्यौँ, सफल बनाइदिनु भयो। विशेष धन्यवाद। तपाईँहरूको लिखित आएको छ, मौखिक आएको छ, रेकर्ड भएको छ भनेको आजसम्मको मेरो 42 वर्षको इतिहासमा पहिलो रेकर्डेड काम हो।
मैले पनि धेरै पार्टीहरूको पानी खाएँ है र धेरै पार्टीहरूको बोलेको सुने मलाई थाहा छ म 11 वर्ष हुँदाखेरि चौकमा पोलिटी मारेर बसेर यहाँको माननीय माननीय भन्दै गर्दा र आज 9 नम्बरमा त्यो बेलामा 11 वर्षमा बोलेको कुरा पुरा नगर्दाखेरि म सम्झेँ आज पनि माननीय है अनि अब माननीय हाम्रो बिचमा हुँदै गर्दाखेरि कति कुराहरू उहाँले हामीलाई एउटा महसुस गराउनु भएको छ र विशेष तपाईँहरूलाई मेरो अनुरोध निरन्तर जोगाउनुहोस् हाम्रो कार्य नजिक छ हामी राज्यसँग जोडिएका छौँ तपाईँहरू हामीसँग जोडिनुहोस् हामीलाई खबरदारी गर्नुहोस् तपाईँको लिखितमा आएको कुराहरूलाई मोबाइलले खिच्नु भएको होला निरन्तर खचाइरहनुहोस् यो घोषणा पत्र होइन यो प्रतिबद्धता पत्र हो हामीले हाम्रो पार्टीले हाम्रो सरकारले यो देश यो ओडालाई चाहिँ आफ्नोपन दिन सक्ने गरी तपाईँले खचाइरहनुहोस् मेरो अनुरोध म सभापतिको जिम्मेवारीमा रहँदै गर्दाखेरि धन्यवाद छ तपाईँलाई यसै गरी हामी जोडिरहौँ सामाजिक सम्झेर हामी पार्टीभन्दा माथि उठौँ धन्यवाद चाहिँ विशेष आनन्दज्यूलाई पनि धन्यवाद उहाँले समय दिनुभयो हाम्रो टिमलाई धन्यवाद भन्दै यो कार्यक्रम आज सफल भएको र धन्यवाद दिँदै समापन गर्छु हस् त नमस्कार मान्छे चिन्नु पर्यो को हो कहाँ बस्ने हो आउनु भएन भेट भएन समस्या आएगा अब पटक पटक बोलाइदिए